हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आज चाहिँ हामी लुम्बिनी घुम्न आएको गौतम बुद्ध जन्मेको ठाउँ अनि सबैजना घुम्न आएको छ कस्तो हुन्छ आजको भ्लग हेरिदिनु होला सबैजनाले माथि देखाइदिनु होला चाहिँ सबै यो चाहिँ लुम्बिनीको गेट अनि यहाँबाट चाहिँ अब हामी भित्र प्रवेश गर्दैछौँ विपिन सर के भन्न चाहनुहुन्छ विपिन सर? हामी केही पनि भन्न चाहदैनौँ। हामी लुम्बिनी भित्र मेरो भोइस 2000 रुपियाँ यो चाहिँ लुम्बिनी गेट प्रवेश गरिसकेका छौँ। आज चाहिँ हाम्रो स्कुलको डे 3 भएको छ जहाँ हामी पहिलो दिन कहाँ बसेर आज एन्डिङ जस्तै पनि भनौँ जस्तै भन्दा आज चाहिँ अलिक धेरै घुम्न हाम्रो निर्णय भएको छ। आज चाहिँ साझा हामी होइन सबैपछि अब लुम्बिनीभित्र प्रवेश गरिसकेपछि मलाई मन एकदम शान्ति फिल भइरहेको सरहरूलाई देखाउनु यता चाहिँ हाम्रो टोली साइड ब्याक भन्छ हाम्रो टिवाइसीबाट उहाँ जर्सी लाएर आउनु भएको भाइ युआइसी जर्सी नम्बर 4 का खेलाडी मित्र कस्तो लागिरहेको छ तिमीहरूलाई? हामी अब यहाँ सबैलाई सोध्दै हिँड्नु कसलाई कस्तो लागिरहेको छ वेलकम टु बिआरबी ब्लग होइन बोल बाबु बस्नुहुँदैन कस्तो लागिरहेको छ त हामी टुरले जोक्री आज एकदम बवाल भएर हामी बिहान उठेर घरमा आएको छौँ साथीहरू यहाँ छिर्न पाएन तपाईँलाई शान्ति फिल भएको छैन? शान्ति त अब हामी सबै शान्ति नै छौँ यति बेला रमाइलो होइन शान्ति चाहिरहेको छ अब हामीलाई शान्ति चाहिरहेको छ त्यसैले मौसम पनि एकदमै बवाल छ अहिले पानी परेर बिहान एकदम शान्त छ अहिलेको मौसम यताको गार्डनहरू पनि एकदम बवाल छ हेर्नु न सक्नुहुन्छ तपाईँहरू गाइज होइन अहिले हामी फेरि अब यत्रो लामो यात्रापछि अहिले चाहिँ हामी एकदम राम्रो पुलमा आइपुगेको छौँ तल खोला छ कि नै मलाई थाहा छैन तर पुल चाहिँ एकदम राम्रो देखिरहेको छ मैले यहाँभित्र नै छ यहाँ धेरै अगाडि जल्दी 2 मिनटको यात्रापछि चाहिँ एकदम राम्रो खोलामा आइपुगेको छौँ। ताल नाम चाहिँ थाहा छैन खोला हो कि ताल ताल जस्तै ताल एकदम नै गाइजहरू तालको नाम चाहिँ थाहा छैन हामी ताल सिक्नु मैले देखाउन मिल्दैछ जति सबै ठाउँ गाइज यस्तै छ यहाँको अवस्था तपाईँहरू पनि सक्नुहुन्छ भने घुम्न आउनु होला कस्तो छ हामी पनि अब जाँदैछौँ भित्र मायादेवी मन्दिरमा र चाहिँ भ्यू चाहिँ एकदमै शान्त जस्तो भएको छ राम्रो हुन्छ हेर्न सक्नुहुन्छ गाइज पुरानो मन्दिरमा प्रवेश गरिसकेको छौँ। यो चाहिँ मन्दिरमा सधैँ त्यो गुगल म्याप फोटो भिडियोमा देख्थेँ आज चाहिँ अब तपाईँहरूलाई हामी अब मन्दिरतिर यो दृश्य देखाउँछौँ। चाहिँ मिसहरू मिस यहाँ चाहिँ भक्ति मन्दिर छ कुछ भी देख सकता है अलि चाहिँ हामी यहाँ बाहिरतिर घुम्छौँ अनि लास्टमा मन्दिरमा गएर अनि त बाहिर जान्छौँ। जुत्ता चप्पलहरू राख्ने ठाउँ रहेछ हेर्न सक्नुहुन्छ। हरिदा त हरिँदैन नि जुत्ता चप्पल प्रवेश गर्दाखेरि चाहिँ खुट्टा पखालेर जानुपर्छ त्यसैले हामी खुट्टा पखाल्दैछौँ अहिले चाहिँ। विजय कस्तो लागिरहेको तिमीलाई? एकदम बवाल होइन हाम्रो राजु साथीको अब च्यानल अब सब्सक्राइब गरिदिनु पर्यो। मेरो नाम राजु के अरे भ्लग के अरे बिआरबी भ्लग ओके डन डिल डन मैले देख्न सक्नुहुन्छ म एकदम ह्यान्डसम भएर त आएन तर अलिक कालका चित्त बुझाउनु होला त्यसमै चित्त बुझाउनु होला। मन्दिरभित्र प्रवेश भइसकेको छ देख्न सक्नुहुन्छ मन्दिर
भागो पावन जस्तोसँग त सक्नुहुन्छ गाइज एकदमै गर्न चाहन्छु नि अब चाहिँ हामी मन्दिर प्रवेश हुन लागिसक्यौँ मन्दिरभित्र चाहिँ भिडियो सायद बनाउन मिल्दैन होला त्यसैले बाहिरको भ्यू मात्रै देखाउनेछौँ हेर्न चाहन्छौँ गाइस क्यामेरा चाहिँ भित्र देखाउन मिल्दैन त्यसैले हामीले बाहिरको मात्रै भ्यू देखाउँछ भन्छ बाहिरको भ्यू अनि भित्र चाहिँ देखाउन मिल्दैन अहिले चाहिँ यहाँ वरिपरिको भ्यूहरू देखाउने छु कस्तो छ के छ धेरै धेरै छ यता आइरह गाइस अहिले चाहिँ हामी यसको बाहिर आइसक्यौँ भित्र चाहिँ भिडियो बनाउनु मिल्दैन त्यसैले हामीले बनाएनौँ यो चाहिँ ताल यता देख्न सक्नुहुन्छ यताको भ्यू एकदम बवाल यता ताल छ यता चाहिँ मन्दिर मायावी अनि यहाँ मन्दिरको वरिपरिको दृश्य हामीलाई हेर्न सक्नुहुन्छ तपाईँहरू कस्तो दामी छ यहाँको ठाउँ यहाँको भ्यू एकदमै बवाल बवाल छ है कक्षा रहेछ कचाहरू रहेछ त्यो तालमा देख्न सक्नुहुन्छ यताको भ्यू अहिले अब मन्दिर घुमेर अब जान लाग्यो सबै साथीहरू गइसके म चाहिँ पछि छु अनि यो चाहिँ मायावी मन्दिर यहाँ पछि चाहिँ ताल छ यो सबै ठाउँमा यस्तो बवाल बवाल छ गाइस तपाईँहरू देख्न सक्नुहुन्छ मैले देखाउन सक्ने जति सबै ठाउँ देखाएको छु कस्तो लाग्यो तपाईँहरूलाई हेरिदिनु होला भिडियो सबै फुल भिडियो हेरिदिनु होला कस्तो छ आजको अनि बवालै छ मैले बोलेको राम्रो नभए नि भिडियो चाहिँ एकदम बवाल छ यो चाहिँ देख्न सक्नुहुन्छ गौतम बुद्ध जन्मेको जन्मस्थान तपाईँहरू भिडियोमा पनि देख्नु होला यहाँभित्र चाहिँ बनाउनु मिल्दैन भिडियो यस्तो अनि त्यही भएर मैले भिडियो बनाइनँ अनि त्यही भएर बाहिर भिडियो चाहिँ बनाएको छु आइसक्यौँ अब चाहिँ हामी यहाँभित्रतिर घुम्न जाँदैछौँ कस्तो हुन्छ यहाँभित्रतिरको दृश्य तिमी कताबाट हो नि कहाँबाट हो ए हो र ल थ्याङ्क यू है भाइ यता चाहिँ तालहरू छ एकदमै राम्रो मोबाइल तालहरू छ तपाईँहरू देख्न सक्नुहुन्छ अनि यता नि ताल छ सबैतिर ताल छ गाइस देख्न सक्नुहुन्छ तालको भ्यू चाहिँ यस्तो बवाल छ हेर्न सक्नुहुन्छ तालहरू अब चाहिँ हामी गौतम बुद्धको शालिग भएको ठाउँमा चाहिँ पुगिसक्यौँ यहाँको भ्यू चाहिँ एकदम यस्तो छ लुम्बिनी हेर्न सक्नुहुन्छ राम्रो ठाउँ छ यता सबै ठाउँको मान्छेहरू पर जस्तो घुम्न आएको छन् यो चाहिँ गौतम बुद्धको शालिग हेर्न सक्नुहुन्छ मेरो भ्लग चाहिँ आजकल आएको छैन खासै आजकल धेरै टाइम भयो लगभग भइसक्यो होला 4-5 महिना नै मैले हालेको छैन अब चाहिँ आउँछ भिडियो तपाईँहरू हेरिदिनु होला माया देखाइदिनु होला त्यहाँ बस्न पाइँदैन होला यता चाहिँ हेर्न सक्नुहुन्छ गाइस यताको भ्यू चाहिँ एकदम कस्तो छ यहाँ तल पछाडि ताल छ तल चाहिँ मन्दिर छ त्यो चाहिँ यस्तो यता नि तालहरू रहेछ हेर्न सक्नुहुन्छ घुम्नकोलाई चाहिँ हाम्रो पश्चिमतिर के भन्छ हामी यहाँ घुम्न आएका छौँ आज सबैजना हेरिदिया माया देखाइदिया सबैजना कहाँ कहाँबाट छौँ
कुन ठाउँबाट सबै कमेन्ट गरे र लुम्बिनी घुम्न आइदिए तपाईँले पनि हेरिदिए हाम्रो भिडियो कस्तो छ के छ माया गरिदिए माया देखाइदिए भन्न चाहन्छौँ। यता चाहिँ अगाडि चाहिँ बब्बा ताल रहेछ आगो गरिरहेको छ ताल एकदमै भोगाल तपाईँहरूले देख्न सक्नुहुन्छ यताको भ्यू गाइज। यता चाहिँ सबैजना छन् धेरैजना छन् यहाँ घुम्न आएको अनि यहाँ पछि चाहिँ मन्दिर रहेछ फेरि धेरै टाढा रहेछ उता उता थोरै देखिरहेको यहाँबाट जन्मस्थल भाइ बहिनीहरूले सबै लुगा चढ्नु पाउँछ एकदम ढुङ्गा चढ्दैन। यता चाहिँ पछि चाहिँ ढुङ्गा आइरह चाहिँ देख्न सक्छ चाहिँ अब ढुङ्गा चढ्नको लागि ढुङ्गा चाहिँ यता छ। हामी चाहिँ ढुङ्गा चढ्छौँ कि नै अहिले थाहा छैन सबैजनाले चढ्यो भने चाहिँ हामी नि चढ्छौँ हाम्रो साथीहरू सबैले चढ्यो भने हामीले साथीहरूले नचढ्यो भने चाहिँ हामी चढ्दैनौँ गाइज त्यही भन्न चाहन्छौँ। यो चाहिँ ढुङ्गा देख्न सक्नुहुन्छ तपाईँहरू ढुङ्गा चढ्नलाई सबैजना कस्तो हुन्छ एक्सपिरियन्स सबैजना ढुङ्गा बवाल भ्यू छ गाइस
पैसाको डिमान्ड गर्नुपर्छ नि त 5 लाख देख्न सक्नुहुन्छ सबैजनाले फोटो खिचिरहेको निकै नै राम्रो यहाँ के भन्छ स्पर्श रहेको छ निकै नै राम्रो दृश्य हामी देख्न सक्छौँ यहाँ गौतम बुद्धको निकै नै राम्रो दृश्यहरू हामीले कैद गरिरहेको छ हेरिदिनु होला गाइज नयाँ बन्दै गरेको स्तूपा देख्दै हाम्रो नयाँ बन्दै गरेको मन्दिर छ स्ट्रक्चर यो हुन्छ अब चाहिँ हामी यो मन्दिरभित्र प्रवेश गर्दैछौँ यहाँ नि छ नि त अर्को दुईटा छ अब चाहिँ हामी यो मन्दिरभित्र प्रवेश गर्दैछौँ एकदम भवाल गाइड है देख्न सक्नुहुन्छ यताको दृश्यहरू एकदमै भवाल मन्दिरमा आइसक्यौँ कुन्देशले बनाएको गाइज यो चाहिँ कुन्देशले बनाएको खोइ आएन हेर्न सक्नुहुन्छ तपाईँहरू एकदमै भवाल हुन्छ गाइस एकदमै बवाल मन्दिर है टेम्पल कुन्देशले बनाएको तर थाहा छैन तपाईँहरू देख्न सक्नुहुन्छ एकदमै बवाल यहाँ देख्न सक्नुहुन्छ गाइस तपाईँहरू यो चाहिँ नेपालले बनाएको आफ्नै देशको फरक फरक मन्दिरहरू छ देख्न सक्नुहुन्छ तपाईँहरू यता चाहिँ भित्र चाहिँ क्यामेरा लिन मिल्दैन रहेछ तर बाहिर चाहिँ थोरै भिडियो बनाउनु यो चाहिँ अब हामी जाँदैछौँ भित्र चाहिँ भिडियो बनाउनु मिल्दैन त्यसरी मैले यहाँ चाहिँ बनाएँ देख्न सक्नुहुन्छ गाइस यो चाहिँ यो मन्दिर चस्मा छैन कि यता चाहिँ ताल छ यता नि फरक फरक त्यसको फरक फरक मन्दिरहरू छ हेर्न सक्नुहुन्छ सक्नुहुन्छ मन्दिरहरू हामी गोरखपुर आइसक्यौँ यो चाहिँ गोरखपुर इन्डियाको रेलवे स्टेसन सक्नुहुन्छ गोरखपुरको रेलवे स्टेसन अहिले चाहिँ हामी गोरखपुरमा छौँ इन्डियाको जो तपाईँहरू गोरखपुरको रेलका एकदमै मोबाइल छ भ्यूहरू तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो मोबाइल रहेछ एकदमै ठाउँ रेलमा चढेर कस्तो लागिरहेछ मलाई चाहिँ अलिकति के भन्नु होला ठिकै भइरहेको मलाई विदेशी लास्टिक माल भइरहेको छ कि त्यही भएर अब रेल भनौँ राम्रो कुरा हो एकदम भित्रबाट राम्रो फिल आइरहेको छ आज रेलमा चढेर फर्स्ट टाइम होइन सेकेन्ड टाइम होला ए चढेको चाहिँ फर्स्ट टाइम हो है उनको प्रतीक्षामा हमारा ट्रेन है यूपी से पटना से लेकर बिहार और दिल्ली और हरियाणा के लिए जा रहा है ट्रेन।